यदि तपाईलाई भिडियोग्राफी सिक्न मन छ भने स्टार्ट बाइ सुटिङ वेडिङ। लेट मी एक्सप्लेन। मैले भिडियोग्राफी सुरु गर्दाखेरि मसँग न त ठुलो गियर न त डिरेक्सन नै थियो त बस सिक्ने रहर। देन वान अफ माई फ्रेन्ड आस्क मी, साथी वेडिङ छ सुट गर्छौ? सुरुमा त मलाई डर लाग्यो, कहिले नगरेको कुरा कसरी गर्ने, सुट कसरी गर्ने, क्लाइन्टसँग डिल कसरी गर्ने। बट आई टुक द लिप अफ फेथ एन्ड सर्ट द वेडिङ। त्यस्तो राम्रो भिडियो त आएन, बट आई लर्न मेनी थिङ्स। अनि हजुरहरूले नि सोध्नु होला किन वेडिङबाट सुरु गर्ने। फर्स्टमा त हजुरले काम गर्दै जाँदाखेरि हजुरले धेरै भिडियोग्राफर, कन्टेन्ट क्रिएटर, एडिटरहरूलाई भेट्नुहुन्छ, त्यसले गर्दा हजुरको नेटवर्क बिल्ड हुन्छ। सेकेन्डली एक्सपोजर मिलाउने, फोकस लिने र सर्ट्सहरूलाई इन्स्टेन्टली रिफ्रेम गर्ने, यसले गर्दा हजुरले आफ्नो क्यामेरालाई इनडेप्थली बुझ्नुहुन्छ। थर्डमा वेडिङमा कहिले पनि रिटेक भन्ने हुँदैन, सो यु लर्न टु बी अलर्ट। फोर्थमा वेडिङ मात्र यस्तो फिल्ड हो जहाँ तपाईँले स्किल सिक्दै गुड मनी अर्न गर्न सक्नुहुन्छ। फिफ्थमा कोअपरेटमा काम गर्दाखेरि हजुरलाई धेरै गाइडलाइन्स फलो गर्नुपर्ने हुन्छ, तर वेडिङमा हजुरले नयाँ एङ्गल, नयाँ स्टाइल र नयाँ मुभमेन्ट ट्राई गर्न सक्नुहुन्छ। हजुरलाई फुल क्रिएटिभ फ्रिडम हुन्छ। त्यसैले इफ यु हेभ अ क्यामेरा, सुट अ वेडिङ। ठुलो सानो मतलब भएन। रिभ्यू योर फुटेज एन्ड लर्न फ्रम योर मिस्टेक्स।